हेलो भिडियो गर्नु मिलेन यहाँ नमस्ते सेवा र जुजलाको म अतिना श्रेष्ठ मेरो च्यानल अतिना ब्लगमा हजुरलाई फेरि पनि स्वागत गर्दै आज चाहिँ म बेलुकाको 6:30 बजेदेखि चाहिँ मेरो भिडियो सेयर गर्दैछु र म कहाँ जान लाग्छु भनेर मेरो भिडियो हेर्दै गर्नुलाई म चाहिँ अब हिँडे मम्मी चाहिँ यहाँ टिभी हेरिरहनु भएको छ हैन म चाहिँ एकछिन गएँ अब भरे कतिखेर आइपुग्छु म चाहिँ हैन साथीहरु हेलो हेलो हाई हाई अब म चाहिँ हिँडेको साथीहरु यो लाउनै ढोका मैले चस्मा लाउनु बिर्सेछु नि त गाइज अब म चाहिँ हिँडेँ हैन साथीहरु अब हामी चाहिँ हिँड्यौँ साथीहरु यो चाहिँ हाम्रो माली चोक भन्छ यसलाई चाहिँ झन्डा चोक हो त झन्डै नै उडेछ अहिले त झन्डै छैन त नाम झन्डा चोक ट्राफिकको टेक्दै छ हिमालको घर चाहिँ अब यहाँनिर हो साथीहरु यो निकास हिमालको घर भन्दा म देखाउँदिनँ न तपाईहरुलाई तपाईहरु त्यहाँ पनि चोर आउन सक्छ फेरि भनेर आया मार्छु न ल मलाई निकास हिमालले हाम्रो चोक चाहिँ आयो अब तर किन हो साथीहरु म बाइकमा बस्यो भने चाहिँ नि बाइकलाई नै मैले बोकेर हिँडेको जस्तै नै पुरा जिरो कस्तो अफ्रक्क हुन्छ के भएको होला मै थाकिसकेको छ यहाँ चाहिँ भजन कीर्तन हुँदैछ है त्यहाँबाट हातले नढोक्नु है अनुरोध गर्दैछु बारे यहाँ 2 दिन भयो होला कि 3 दिन भयो नि अस्ति रोनीको हाउस कहाँ थियो त म त्यहाँ कलश यात्रा हुँदाखेरि 4 दिन पाल्नु परेको त्यस्तै भयो होला चाइना घुमाइन्छ तपाईहरुलाई गाना बज्न थालिहाल्यो टेन्सन चाइना बजार कता गयो खोइ उजेला मात्र 200 मा तपाईहरुले यहाँ चाहिँ के कुरा पाउनुहुन्छ यो चाइना बजारमा चाहिँ पुरा सेलमा अरे तर के भन्नु कपडा किनेर लगेर के आफ्नै कपडा चाहिँ अब यस्तै गरेर हामीले पनि सेल गर्ने बेला भएको छ छैन कहाँ छ हौ कहाँ छ सीताजी यहाँ रहेछ नि चाहिँ खोजेको ल हिँड्नु छ कता जाने चाइना बजार चाहिँ साथीहरु म तपाईलाई यस्तो घुमाउँछु नि यस्तो घुमाउँछु यहाँ नि तपाईहरु साथीहरु भिडियो त साह्रै लामो हुन्छ कि त्यही भएको गाना बजेको हुन्छ नि त अनि त्यही भएकोले ओ सीताजी मलाई केही थाहा छैन अनि अल्छी जान्छ नि त के थाहा पाउँछ यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर छ तर कपडाहरू त साथीहरु छ कि टन्नै यहाँनिर सस्तो तर के गर्नु कपडा आफ्नै कपडा चाहिँ अब हामी सिधातिर म पनि हाम्रो कपडा लिएर यसरी बस्ने बेला भएको छ सस्तो मार्केट यति धेरै कपडा छ लगाएर नसक्ने अब के गर्नु त्यो त कपडा त हेर्दाखेरि त किन्नु मन लाग्छ साथीहरु सस्तो तर कपडै जान्छ साडीहरू पनि टन्नै रहेछ साडी पनि खिचै गर्नु कुर्ती 250 अरे साडी पनि मात्र 500 अरे है तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ साडी पनि मात्र 50
अहिले पुरा अघि नै हामी आउँदाखेरि भन्दा चाहिँ अहिले पुरा भिड बढिरहेको छ नि त म चाहिँ हामी चाहिँ नि खासमा चाहिँ रोनीका भाउजूलाई पर्खेर बसेको खोइ त आइपुग्यो भन्नुहुन्छ आइपुग्दैन अहिलेदेखि पर्खेर बसेको होइन एकदमै दिन सक्नुहुन्छ यस्तो धेरै भिड छ त्यहाँ देख्न सक्नुहुन्छ यो हो दमकको चाइना बजार दमक पसलको चाइना बजार तर ठ्याक्कै यता प्रोग्राम हुन थालिसक्यो अरे के प्रोग्राम हुन थाल्यो के हुँदैछ भन्दा मान्छेको भिड भेट्छ जस्तो छ हामी चाहिँ यहाँनिर मम्मी चाइना बजार आयो भन्दा चाइना बजारमा यहाँ पनि चाइना बजारमा आयौँ हामीहरू साथीहरू भन्दा यहाँनिर कार्यक्रम हुँदा चाहिँ सिधैले कार्यक्रम हेर्ने भनेको अरे कोही खोजेर यहाँ देखेको गाडी यहाँ चलिरहेको छ ए पसिना चेप भयो साथी गाना बस्छ साथीहरू गाना बजा मैले टिकटकमा धेरै हेरेको थिएँ यस्तै डान्स गर्दै हिँडेर चाहिँ देख्नु चाहिँ यहाँ डान्स गर्दैछ यो अङ्कलहरू पनि हजुर यो अङ्कलहरू पनि देख्नुभयो थियो उहाँ हो कि वाइ जस्तो एकजना यस्तो डान्स गर्दै हिँड्नु चाहिँ दमकहरू यता कतातिर पैसाहरू मैले हेलो के छ आइडी अतिना ब्लग हजुर अतिना ब्लग यस्तो खालको यो डान्स चाहिँ पुरा कन्टेम्पोरेरी डान्स गरिरहेको छ कि तर के गर्नु मेरो अब यो भइहाल्छ अनुपोदा हेर्न अघि चाहिँ आउँदैन भने यस्तो खालको छ यिनीहरू धोकेबाजहरू हिँड्दा गाइस एक्लै आएछ थाहा छ नि होइन अब हामी पहिला चटपटे खान्छौँ यताबाट ए हो रोग पहिला हामी चटपटे खान्छौँ अनि त्यसपछि भेट्छौँ ल तपाईँहरूसँग अब चाहिँ हामीहरू त मेला पस्नु आँटेको कि कहाँ राख्ने गाडी भन्नुहुन्छ गाडी राख्ने पार्किङ त यहाँ रहेछ त अनि पार्किङ स्थल रहेछ साथीहरू हाम्रो गाडीहरूले चाहिँ कहाँ राख्यो यहाँदेखि चाहिँ पस्ने चाहिँ यस्तो रहेछ सुनसान मेला त सुनसान छ त साथीहरू गाना साना त बजेको छैन त यहाँ मेलामा पनि फेरि त्यस्तै भिड रहेछ साथीहरू मान्छे पनि कति चाहिँ छ हौ कहाँको मान्छे चाहिँ आएको छ हौ यति विधि पानी बोक्नु पनि झ्याउ भयो कोही मान्छे यहाँनिर दाईहरू भेट्यो पनि दिनु पऱ्यो खानुको लागि भनेको भेट्दैन दाई पनि कतातिर गाई पिङ खेलौँ ल म त पिङ खेल्नु नै डर लाग्छ हौ पिङ त खेल्नु कि मलाई त्यो कुनै के एउटा डेस्टिनी भन्ने मुभी हेरेको थिएँ त्यो चुट्टेको देखेको थिएँ त्यहाँदेखि चाहिँ नाउका खेल्नु त पिङै खेल्नु भएन नाउका पनि कति खेल्नु होइन पिङभन्दा नाउका अलिक ठिक हुन्छ कि होइन मतलब पिङ अलिकति डर हुन्छ पिङै खेलौँ न त त्यसो मलाई बहुत साल भयो नखेलेको त्यसरी हल्लिरहेको छ म इन्डिया बस्दाखेरि मात्रै खेलेको थिएँ आज नखेलेको थुप्रो भइसक्यो साथीहरू अब हामीहरू यहाँनिर मेलामा प्रस्थान गरिसक्यौँ साथीहरू पसिसक्यौँ मेलामा होइन साइकल घुम्दै हानिदेऊ त्यहाँनिर त अब मान्छेहरूको भिडियोमा या तपाईँहरूले देख्नु सक्नुहुने हुन्छ देखि नै हामी देख्नै जानु भएको छ होइन अब यहीँनिर आफ्नै छोप्रा मात्रै देखेर हिँड्नु भने नमिल्ने है तर आएन है भाउजूहरूलाई पसिना नहुँदो रहेछ हामी टिकट काटेको अब केही पनि आएन 3टा टिकट दिनुहोस् दुई सय रुपियाँ चुना लागेको साथीहरू केही पनि होइन नमस्ते मात्रै किन बोकिराख्नु नि बल्ल आइपुग्यो म पर्खिँदा 3:30 भन्दै पर्खिँदा ए हामीलाई बाटो उयो के अरे मिस्टेक म त उता बोलाउनु भएको भनेर उता पर अब चाहिँ बल्ल हामीहरू अब चाहिँ बल्ल भित्र पस्छु यहाँनिर अब अहिलेदेखि होइन पर्खेर बसेको पर्खिँदा लु जाउँ मेरो टिकट त तपाईँसँग छ होइन अब चाहिँ हामीहरू एन्ट्री हुन्छौँ नि त्यसले पुरा गाना बज्छ कता दिन पस्ने होला यता दिन होला पस्ने हेलो पस्ने भिडियो गर्नु मिल्दैन ल यहाँ मिल्दैन यहाँ मिल्दैन भित्र मिल्छ ल लाग्छ भन्दा अनि यति बसेर पनि टिकट लाग्ने अरे अनि यता लुटमा छ भइहाल्यो नि त अनि यत्रो बच्चाहरूको पनि टिकट लाग्ने क्या त अनि यत्रो बच्चाहरूको पनि टिकट लाग्ने हो त अनि अचम्म टु मच भइहाल्यो होइन लु अलिक 12-13 वर्षहरूको भन्दा ठिकै
गाना चाहिँ बजिरहेको यसलाई भिडियो बनाउँछु मेला चाहिँ हो मेलाको फिल्महरू यहाँ सबै चैत्र 25 गते यसरी चैत्र 26 गते पूर्ण राई एन्ड दाजुभाइहरू यसरी चैत्र 27 गते अझ विशेष हुनेछ राजन राज सुब्बाकोटी कुटुम्ब कोटु सुब्बाडी है यसरी चैत्र 28 गते छसी मगर चैत्र 29 गते सबिन राई एन्ड फारो एकदम त्यो पनि बवाल प्रस्तुति रहनेछ चैत्र 30 गते हुनेछ छेवाङलामा एकदमै रमाइलो त्यसपछि जिपक DJ सेसनको हुनेछ र अन्तिम दिन यहाँदेखि हामी सबैको नयाँ वर्ष नयाँ साल वैशाख 1 गते 1 डेब्लुको टोली आउँदै हुनुहुन्छ आदिवासी जनजाति सांस्कृतिक महोत्सव समयमा छु र आफ्नो सवारी साधकहरू सशक्त रूपमा पार गरिदिनु हुनको लागि स्टेजको नजिकै रहेको लेफ्ट साइडमा हाम्रो ठुलो फिल्ड छ सो सवारी साधक सशक्त रूपमा पार गरिदिनुको लागि के छ भोगी छ भात छ अनि यो सुदूर पनि हाल त तिमीलाई हो है यही खाना आटेको डुङ्गा रहेछ अनि यहाँनिर खोला होला अनि डुङ्गा तार्ने ठाउँ अनि यहाँ चाहिँ यो अस्ति नै बनाउँदै गरेको त मैले टिकटकमा देखेको थिएँ के हो तर हामीले बुझ्दिनँ नि है यो चाहिँ हिउँ परेको हो कि यो महोत्सवको लागि कति दिनको लागि पनि यति मिहिनेत गरेर बनाएको छ हौ यसको के भन्छ नाचीहरूको उयो रहेछ कस्तो मिहिनेत गरेको नि 2-4 दिनको लागि पनि कस्तो मजाले बनायो 2-4 दिनको लागि भयो 2-4 दिनको लागि भयो पनि कति मिहिनेत गरेर बनायो क्या यो 10-15 दिनको लागि भयो कति उयसको खर्च भनेको चाहिँ मगरको मजाले नै देख्दै देखिने हो मगरहरूको चाहिँ होइन अनि यो चाहिँ देख्दाखेरि थाहा भइहाल्छ यो लिम्बूहरूको हो भनेर है यसले गर्दा थाहा भइहाल्छ लिम्बूहरूको भनेर अनि अब यता चाहिँ यो त दोकान हो कि के हो दोकान रहेछ किरात राईको रहेछ यहाँ चाहिँ होइन किरात राईको रहेछ गिटार नथमौँ किन बसेको यो उभिनेलाई बोलाउनु पर्यो केसर ह्यान्डसम हो वाउ अगाडि 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 मोडलिङमा आउनु पर्यो काम त चालु थियो ओ माय गॉड गोरो
लाग्यो मलाई त बचाउनु पर्यो अरु पनि गाल टोपी लाउने आई लभ यु के सर पुरी सके के इग्नोर गर्नु पाएन भन्नु पर्यो दुधी सर्टिफिकेट काटेर आएको छ दुधी सर्टिफिकेट काटेर आएको तपाईले हेर्नु भनेर तिर्सना आज क्यान्सल तपाईले गाउनु पर्यो माया विरति भन्दै हामी तपाईको प्रतीक्षामा छौं गिटार मात्र थामेर भएन कालो र सेतो लाउने गर्लफ्रेन्ड छ कि के बोल्दैन त के हो टाउको कलाउँदै छ त ए टाउको पक्रिँदै छ त बुढाले बोक्ने दाजु both side यताबाट पनि सुन्दै हुनुहुन्छ नि एकचोटि यस्तो ब्रेक गरिदिनु है हामी रमाइलो गर्ने बेला भएको हो कि हामी निस्केको होइन साथीहरू कता निस्किने हो अब चाहिँ हामी
साथीहरू निस्क्यौँ यहाँदेखि होइन मेलादेखि निस्क्यौँ अनि कानै पुरा बहिरो भयो होइन यो धेरै हल्ला धेरै ग्याङ भएको बन्द भयो अब यहाँदेखि चाहिँ हामी निस्क्यौँ गेटदेखि अब हामीहरू एक्जिट हुँदैछौँ अब हामी कतिदेखि निस्किनु पर्ने हौ एउटैदेखि निस्किन्छ अनि अब चाहिँ हामीहरू निस्क्यौँ यहाँदेखि है साथीहरू गाडी कता रहेछ कता हो ल भाउजू त म त भाउजूहरूसँग बस्छु नि त अब चाहिँ हामीहरू यहाँदेखि निस्किन्छ साथीहरू अब चाहिँ हामीहरू मेलादेखि पनि निस्क्यौँ होइन निस्केर कान एकदम सुन्न भएको छ बोलेको म आफैले बोलेको पनि कहाँ बोले जस्तो लागिरहेछ कानमा धेरै हल्ला भएकोले गर्दा होला अब हामी चाहिँ अनि गाडी पार्किङ माथि गर्नुभएको छ दाइले अनि त्यही भएकोले गर्दाखेरि हामी चाहिँ गाडीतिर जाँदैछौँ अनि हामीहरू आज आउने कारण चाहिँ खासमा चाहिँ मलाई चाहिँ सबिन राई हेर्नु मन लागेको थियो होइन सबिन राई चाहिँ मेरो फेभरेट हो नि त अनि तर सबिन राई चाहिँ 29 गते आउने रहेछ सबिन राई चाहिँ अनि त्यही भएकोले गर्दाखेरि अब 29 गते चाहिँ म यहाँ आउँदिनँ 29 गते चाहिँ मेरो अरू कहीँ जानुपर्ने काम छ नि त त्यही भएर आउनु नपाउनु भयो अनि त्यही भएर आज जाउँ न त भन्दा चाहिँ आज आएको होइन 29 गतेको यस्तो अब त्यो म सबै सकेपछि आइन्छ होला सायद अनि भोलि चाहिँ दुर्गेश थापा आउँछ अरे दुर्गेश थापा नै हो नि दाइ दुर्गेश थापा हो कि हो दुर्गेश थापा आउँछ अरे भोलि होइन तर दुर्गेश थापा मलाई मन पर्दैन हिजो भिटाइन आएको थियो अरे अब जीवा पनि आउँछ अरे आउँछ तपाईँहरू पनि आउनु भयो भने चाहिँ आउँदा हुन्छ कोही कुन कुन सिकानमा चाहिँ मलाई मेरो चाहिँ फेभरेट भनेको सबिन राई एकदम हेर्नु मन लागेको थियो अनि नआउनु पाउने भएकोले गर्दा चाहिँ अनि तिर्सना पनि मलाई राम्रै लाग्यो होइन तिर्सना पनि मलाई याद थिएन तिर्सना राम्रो लाग्यो अनि यति त्यो टिकटक हेर्ने बानी भएर गाना सुनिँदैन नि त आजकल त्यही भएकोले गर्दाखेरि थाहा पाएको होला होइन तिर्सना गुरुङजीको पनि एकदम राम्रो रहेछ गानाहरू अनि अब चाहिँ हामीहरू जान्छौँ अनि त्यस्तो भन्दा आजको मेरो भ्लगलाई चाहिँ मै बाटोबाट नै एन्ड गरेर भोलि फेरि अर्को भ्लग लिएर आउने बाचा गर्दै आजको लागि यति नै साथीहरू फेरि भेटौँला है त बाई